नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ दिलमाया थापा, शिवराज नगरपालिका वडा नम्बर 9 तुरन्तपुरमा मेरो घर। अनि म यस कल्याणकोट सामुदायिक वन उपभोक्ता समूहको सचिव। हामीले अध्यक्षज्यूले भनिसक्नु भएको छ, हामीले विविध क्षेत्रमा हामीले काम गरिरहेका छौं र हामीले विगतका केही वर्षदेखि हामी 3 वर्षदेखि लगातार हामी सबै सँगै काम गरिरहेका छौं र काम गर्ने क्रममा चाहिँ अहिले हामीसँग त्यो यो भन्दा अघिल्लो वर्षहरुमा चाहिँ हामीसँग पर्याप्त बजेट नभएको कारणले गर्दाखेरि हामी सुस्त सबै जनताहरुसँग उपभोक्ताहरुसँग चाहिँ 50-50 रुपैयाँ मासिक रुपैयाँ उठाएर संकलन गरेर हामीले कर्मचारीलाई पालिरहेका थियौं र हामीले यो सामुदायिक वनलाई पनि केही खर्चहरु जुटाइरहेका थियौं भने यसै वर्षदेखि चाहिँ हामीले त्यो रकमलाई चाहिँ अहिले अब हामीले चाहिँ के गर्दैछौं भन्दाखेरि चाहिँ राम्रो उपलब्धि के गर्दैछौं भन्दाखेरि चाहिँ हामीले सदस्यबाट पहिला लिन्थ्यौ भने चाहिँ अहिले चाहिँ हामीले सदस्य हाम्रो उपभोक्ता समूहका सदस्यहरूलाई चाहिँ हामीले दिने तिर हामी चाहिँ अगाडि बढेको छ। त्योमा एकदमै खुसी छौं भन्न चाहन्छु। अनि हामीले चाहिँ वार्षिक बजेट बनाएर हामीले कहाँ कति खर्च गर्ने भन्ने शीर्षक साथसाथै हाम्रो विनियममा रहेको कुराहरूलाई चाहिँ कुन कति शीर्षकमा पर्सेन्टको आधारमा छुट्याइएको हुन्छ, जुन मध्ये 15% रकम चाहिँ हामीले सामुदायिक वनमा रहेका विभिन्न पछाडिएका वर्ग अपाङ्गहरूलाई समेटेर खर्च गर्नुपर्ने भएको कारणले गर्दा चाहिँ त्यही रकम नै हामीले अहिले विभिन्न वर्गहरूको लागि साथसाथै अपाङ्गलाई अनि क्यान्सर पीडितलाई अनि त्यसपछि गएर लगत्तै भोलि नै गएर हामी विद्यालयमा रहेका विभिन्न वर्गहरूका 25 जना 3 वटा विद्यालयमा सरस्वती मावि बानियाबार नेपाल आधारभूत राष्ट्रिय प्राविमा अनि त्यसपछि आधारभूतमा त्यसपछि गएर सुन्दै डाँडामा रहेको प्रकाश माविमा हामीले 25 जना विभिन्न घरधुरीका छात्राहरूको लागि चाहिँ स्टेशनरी सामान झोला ड्रेसहरू दिने चाहिँ कार्यक्रम लगत्तै रहेको छ र अध्यक्षज्यूले भनिसक्नु भएको छ। हामीले चाहिँ अहिले चाहिँ के गर्ने भनेर भन्दाखेरि चाहिँ हामीले यहाँ रहेको इतनै भर्खरै हाम्रो यो वडा कार्यालयमा जाने बाटो जुन छ त्यो वडा कार्यालयमा जाने बाटो चाहिँ त्यो पहिलेदेखि नै त्यस्तै रहिरहेको छ कि त्यो बाटोले चाहिँ सबभन्दा पहिला कम्प्लिट गर्नुपर्छ भन्ने मेन एउटा टार्गेट बनाएर हामीले त्यो बाटोलाई चाहिँ अहिले पिच गरिरहेका छौं। यस वर्षको बजेटले भने चाहिँ आगामी वर्षमा हामी तुरन्तपुरको यो यताको बाटोलाई पनि हामीले बजेट छुटाएर केही मात्रामा कता हुन्छ हामीले चाहिँ काम गरिरहेका छौं। अनि ट्रस्ट बनाइरहेका छौं, हामीले नारायण दियामा पनि ट्रस्ट बनाइरहेका छौं। अनि त्यसपछि गएर अब गरिरहेका छौं। हाम्रो टिम वर्क चाहिँ एकदमै राम्रो छ। सम्पूर्ण टिमलाई नै हामीले विशेष धन्यवाद दिनुपर्छ। यहाँ म भन्ने होइन कि यहाँ हामीले गरिरहेका छौं भन्ने कुरा चाहिँ मैले चाहिँ भन्न चाहन्छु। जब हामी एकले गर्नु र हामीले गर्नुमा चाहिँ धेरै फरक पर्छ। हामीले एक ढिक्का भएर चाहिँ हामीले यो विकास निर्माणको कामहरू गरिरहेका छौं। अनि हामीले यस समाजमा रहेका विपन्नदेखि मात्रै नभए विपन्न पिछडा वर्ग मात्र नलिएर हामीले भौतिक पूर्वाधारको कामहरू पनि कहाँ के कमी छ हामीले प्रत्येक वडाबाट हाम्रो समितिहरू हुनुहुन्छ, प्रत्येक वडामा भइरहेको के कुराहरूको घटी छ त त्यहाँ के चीज त्यहाँ पूर्ति गर्नु छ भन्ने कुराहरूलाई चाहिँ हामीले समेटेर चाहिँ नि पक्कै पनि विकास निर्माणको काममा चाहिँ यो कल्याणकोट सामुदायिक वन उपभोक्ता समूहले चाहिँ एउटा खुट्किलो एउटा सिडीको काम गर्नेछ भन्दै गर्नेछौँ भन्दै। दर्शक महानुभावहरू, यो कल्याणकोट सामुदायिक वनले चाहिँ यो यहाँको आफ्ना उपभोक्ताहरूलाई चाहिँ कीटनाशक झोल लगायत राहत चाहिँ वितरण गर्न लागेको छ। यसभन्दा अगाडि यहाँहरूले सुनिसक्नु भएको छ, यो संस्थाको अध्यक्ष र त्यस्तै गरी सचिवले चाहिँ थुप्रै कुराहरू भनिसक्नु भएको छ र त्यसै सिलसिलामा जसले चाहिँ राहत पाउनुभयो, झोलहरू पाउनुभयो, उपभोक्तालाई कस्तो लाग्यो त यो विषयमा थोरै कुराकानी गर्नेछौँ। स्वागत छ यहाँलाई। धन्यवाद। आज यस कल्याणीकोट सामुदायिक वन उपभोक्ता समूहको म एउटा सदस्य हुँ र आजका यस्ता जुन कीटनाशक झुलको सम्बन्धमा कुरो आयो है, यो असाध्यै सराहनीय कुरो छ है। हामी एक त जंगलको छेउमा बसेका, त्यसभन्दा पनि नजिकमा नदी भएको है र कीटनाशक औषधि बाल्नु भोलिका बच्चाहरूको हामीहरू सम्पूर्णको राम्रो र स्वास्थ्यको लागि पनि अति आवश्यक कुरो भएको हुनाले उहाँहरूले वितरण गरेकामा म हृदयदेखि नै उहाँहरूलाई सम्मान व्यक्त गर्दछु। र यस कल्याणकोट सामुदायिक वनले हर समयमा कहीँ विकासका योजनाहरू होस्, कहीँ गएर आफ्ना उपभोक्ताहरूले त्यो सही र सुलभ तरिकाले उपभोग गर्न पाएका छन् कि छैनन् भन्ने कुरोहरूलाई विचार गरोस् है। अहिलेसम्म जो गरेको छ एकदम सराहनीय छ। हामीले दुईटा कार्यकाल भनौँ, पहिलाको कार्यकाललाई
गरेर यहाँको नजरमा जस्तै यहाँ झुल वितरण तथा त्यो राहत वितरण गर्न लागेको रहेछ यसले होइन अन्य अन्य योजनाहरू त सुनाइसक्नु अन्य योजनाहरू अहिले जुन यो उहाँहरूले चाहिँ यो राहत र झुल वितरण गर्नु भएको छ नि हजुर यो काम चाहिँ यो कदम चाहिँ कस्तो लाग्यो यो कदम एकदम सराहनीय कदम छ ठिक छ आगामी दिनमा पनि आगामी दिनमा पनि यस्ता सराहनीय कामहरू गर्दै जाओस् है यस्तो गरियो भने हामीले सम्पूर्ण उपभोक्ताहरूको त्यो परिवारको पनि मन जित्न सक्छौँ र भोलि त्यसमा माया ममता स्नेह अरू बढ्दै जान्छ भन्ने नै मेरो हार्दिक मङ्गलमय शुभकामना स्वागत छ यहाँलाई धन्यवाद। यहाँको नाम मेरो नाम प्रेम कला हरिया। अहिले यो सामुदायिक वनले चाहिँ झुल तथा राहत वितरण गर्न लागिरहेको रहेछ हजुर यहाँले पनि सायद यो लाभ लिँदै हुनुहुन्छ होला कस्तो लागिरहेछ यहाँलाई मलाई एकदम खुसी लाग्छ हामीले अब यस्तो यो वनले यति गरेर यस्ता समितिहरू चाहिँ आफ्नो उसबाट भनौँ आफ्नो सामुदायिक जङ्गलबाट यसरी अब रात बाँड्दा अनि विकासहरू गर्दा केही न केही हामीलाई पनि अति खुसी लाग्छ जस्तै अरू वनहरू पनि हुनु थुप्रै सामुदायिक वनहरू छन् होइन हजुर के भन्नुहुन्छ त्यो वनहरूलाई तपाईँहरूले पनि आफ्नो उपभोक्ताहरूलाई हेर्नुहोस् भन्ने सुझाव छ या के सामुदायिक वनहरूलाई मैले अब आफ्नो आर्थिक अनुसारबाट जस्तै हुँदै नभएको ठाउँमा अब भन्नु भन्नु भएन अब जस्तै लहरा अब रोहिणी भएको ठाउँमा त गर्नुहोस् भनेर उहाँहरूलाई भन्नु भएन जस्तै भएको ठाउँमा आइसकेर भएको ठाउँमा चाहिँ केही न केही जति सकिन्छ उति चाहिँ गर्नुपर्छ भन्छु मैले पूर्वाधार पनि हेर्नु पर्यो होइन सबैलाई सबै क्षेत्रलाई हेर्नु पर्यो सबै क्षेत्रलाई हेर्नु पर्यो अनि गर्न अब जति सकिन्छ अब एकैचोटि धेरै गर्छ भनेर देखाउने कुरो त भएन आर्थिक अनुसारबाट आफ्नो जङ्गलमा कति चाहिँ आयो त्यसले चाहिँ गर्न यहाँ स्वागत छ तपाईँलाई तपाईँको नाम के हो मेरो नाम प्रतिमा चौधरी ठारू तपाईँको घर भगवानपुर यही गाउँमा होइन हजुर यो कल्याणकोट सामुदायिक वनले चाहिँ अहिले झुल बाँड्न लागेछ अनि राहतको सामान बाँड्न लागेछ कस्तो लागिरहेछ यहाँलाई राम्रो लागिरहेछ के भन्छ हाम्रो गाउँमा त्यो झुलको कारणले त्यो रोगहरू लाग्ने मच्छरले टोक्ने हजुर त्यही भएर राम्रो यो बेलामा ठिक्क टाइममा देखा भनेर रमाउनु खुसी लाग्छ तपाईँलाई जस्तै कोही कोहीलाई त बिचरा अहिले अलिकति झुलको पनि आवश्यकता हुन्छ धेरैजनालाई गरिबलाई ल यहाँलाई धन्यवाद है यो छोटो विचारको लागि ल सम्पूर्णलाई नमस्कार म शिवराज नगरपालिका वार्ड श्रीराम कलचौधरी आज यस कल्याणकोट सामुदायिक वन उपभोक्ता समूहले जुन उपभोक्ता समूहमा रहेका अपाङ्ग र तथा कीटनाशक झुलहरू जुन वितरण कार्यक्रममा हामी छौँ र यस यो कल्याणकोट सामुदायिक वनले म सर्वप्रथम सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र यस जुन अब जस्तै अरू सामुदायिक वनले पनि जसै काम गर्नुपर्ने जस्तै यहाँ शिवराज नगरपालिका वार्ड नम्बर 9 भित्र 7वटा सामुदायिक वनहरू छन् 7वटा सामुदायिक वन भित्रमा जसै अहिले कल्याणकोट सामुदायिक वनले तपाईँको यो झुल वितरण कार्यक्रम गरिरहेछ त्यसै यो 7वटै सामुदायिक वनले हाम्रो आफ्नो ठाउँ ठाउँमा त यसै कार्यक्रम गर्यो भने अवश्य नै गरीले राम्रो सिबोडी बनाउन सकिन्छ र यसै गरी अब जसै भौतिक पूर्वाधारमा पनि तपाईँको जसै यो केही कल्याणकोट सामुदायिक वनले तपाईँको जसै अहिले 3वटा विद्यालयहरूमा अब आर्थिक सहयोग गरेको छ त्यहाँ अब जसै अति विपन्न विद्यार्थीहरूलाई जसै कापी कलमको विषय भयो झोलाहरूको विषय भयो र जसै अब अर्को विषयमा के भन्न चाहन्छु जसै यो शिवराज नौ भित्र जुन 7वटा सामुदायिक वन भित्रमा अर्को जुन यो शिव सुन्दरी आरादेखि जुन हल्लानगरसम्म पुलसम्म तपाईँको अब रात बिरातमा हिँड्ने विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ त्यसो पनि अब केही नै त यही सामुदायिक वनले सहयोग गरिदियो भए अझ झन् राम्रो हुन्थ्यो किन शिवराज नगरपालिका वार्ड नम्बर 9 मा सम्बन्ध अब सामुदायिक वनहरू छ सामुदायिक वन र यहाँका स्थानीय सरकारले तपाईँको अब हेर्दाखेरि बजेट तपाईँको 70-80 लाख मात्रै हुन्छ त्योभन्दा बढी सामुदायिक वनभित्रमा बजेट भएको हुनाले सामुदायिक वनले आफ्नो तबकाबाट यस्तै विकास निकास गर्दै गयो भने अवश्य नै सिबोरीले हामी राम्रो सिबोरी बनाउँछौँ र सबैको समन्वयमा यो जसै यहाँका विकास निकास जसै अहिले सिबोरीदेखि रमौटादेखि सिबोरीसम्म जुन बाटो बनाइयो त्यसको विषयमा पनि अब हाम्रै यहाँका सामुदायिक वन र यहाँका स्थानीय सरकार सबै मिलिजुली गरेर यहाँको विकास निकासमा हामी अगाडि बढ्ने नै छौँ यसै गरी जसै अब सिबोरी सामुदायिक वनले पनि आफ्नो ठाउँबाट गरिरहेछ जसै अब नमुना सामुदायिक वनले पनि तपाईँको अब विद्यालय क्षेत्रमा भौतिक पूर्वाधार योजनामा तपाईँको जुन योजनाहरू बनाइरहेको छ त्यस्तै अब कार्यक्रममा हाम्रा यहाँ 7वटै सामुदायिक वन एक आपसमा समन्वय गरेर यहाँका स्थानीय सरकार सबै एक आपसमा समन्वय गरेर अवश्य हामी अगाडि बढ्यौँ भने
सिगोरीलाई राम्रो सिगोरी बनाउन सक्छौँ भन्ने 2-4 शब्द